हेलो नमस्ते नमस्ते एभ्रिबडी। हामी चाहिँ गोकर्णको उकालो बाटोमा हिँड्दैछु है। आज चाहिँ थोरै बोसो घटाउनलाई 3 भाइ उकालोमा जस मजा आएर धेरै दिनपछि आउँदाखेरि कस्तो क्या हिँड्नै सकिरहेको छैन। तैपनि हामी हिँडिरहेको छौँ। 3 भाइ आएको छ आज यसो छुट्टी मिलाएर 3 भाइ सल्लाहघारीमा। चिप्लो चिप्लो छ त बाटो त चिप्लिने रहेछ। कस्तो लागिरहेछ उकालो भान्जा? ओ भान्जा ठिक छ गुड छ एकदम माउसेरी अनि मलाई त हिँड्नु गाह्रो भइरहेछ। तपाईँहरू कस्तो लागिरहेछ? फिट एन्ड फाइन भइरहेछ। मलाई त लड्छ है भान्जा बिस्तारै बिस्तारै लड्छ। भन्नु त भने म चाहिँ कसरी आउने हेर बिस्तारै बिस्तारै लड्छ हौ। हत्तरी ल न जबरजस्ती पो छ त हौ गाँठे रुखमै पुल हिँड्दिएर। आमा निखिलो प्रति नेपालको निखिलो प्रति म चाहिँ यसरी नाङ्छु चट्टे पारेर। तर कस्तो आनन्द है भाइ यो बिचमा नि खोप टक्कै छुट्टै प्रकारको क्या। त्यही त यसै मैले हेर्दैछु। तिमीले पनि त्यही भएर हेरेको होला होइन? यस्तो अर्कै भ्यू हो क्या ठ्याक्कै। यहाँ चाहिँ गुफा जस्तो रहेछ सानो ढुङ्गा। तर यो गयो चाहिँ कि माथि सर्लक्कै बगेको तलसम्म कस्तो आनन्द क्या बसिरहने खालको क्या। चिसो सरेर गइरह्यो भने चिसो आउँदो रहेछ कि यस्तो मजाको। दर्शकबिन यहाँबाट नजिकै चाहिँ काठमाडौँ बजार। काठमाडौँ त काठमाडौँ हो जस गोकर्ण रिसोर्ट त्यो भयो। यता हाम्रो नयाँ पार्टी उता नेपाल मेडिकल कलेज सर्लक्कै यहाँबाट सिधा तल एयरपोर्ट देखिन्छ। यहाँबाट अलि माथि गर्दा पनि मजाले देखिन्छ। ऊ लडिन्छ है मा खै त बाटै छैन त कसरी जाने हामी? म त कहाँबाट जाने? म चाहिँ यताबाट आउँछु। उयो कस्तो चिप्लेको हौ बाटो त। यहाँ नि सानो सानो गाउँघरको घर छ ठ्याक्कै इँटाको मात्र। भान्जा तिमी कसरी यता आयो घुमेर? ल यता पनि आइपुगेछ। यहाँ चाहिँ हेर्नु बर्खाको बेला भएर होला रुख सबै लडेछ। 2टा रुख 3टा रुख लडेछ सल्लाहको रुख मजाले। उता पर पनि लडेछ। लुङदर पनि लाएर चाहिँ माथि माथि। हामी चाहिँ पल्लो पाटाबाट होइन ओल्लो पाटाबाट हामी उकालो चढिरहेको छौँ। उताबाट त चढ्ने सिडी पनि छ। हामी चाहिँ यताबाट चाहिँ एउटा एक्सर्साइज पनि हुन्छ अनुभव पनि हुन्छ उकालो। अनि यो बाटो हिँडेको छैन क्या हामी फर्स्ट टाइम चाहिँ हिँड्दैछौँ यो बाटो। तर हामीले यस्तो उकालोमा नि मजाले सराएर सल्लाहघारीमा हिँडिरहेको छौँ। अब हामी लगभग आइपुग्ला यो माथि। मामा यताबाट आउनु भएको छ। चिप्लिन्छ है माउसरी। त्यो सत्तको बोट हो कि मामा त्यहाँ त डिलमै छ त। एकदम राम्रो रहेछ। सेम हेर्नु न माउसरी। होइन यो त पैसा होला भाइ यार। यो पैसा जस्तो छ नि। यो औषधि हो क्या यो हामीले नाचिनेर मात्र हो क्या यो। यो त बोनमारा भन्ने त औषधि हो कालीजार होइन? हेर मान्छेहरू आएर यसरी फोहोर गरेको छ। आफूले युज गरिसकेपछि यसरी फोहोर गर्नु चाहिँ नहुने थियो एकदम। यसले चाहिँ प्रदूषण दूषित वातावरण नै उयो अनुकूल बनाइदिन्छ। हेर्नु त मान्छेको जात आफूले ल्याइसकेपछि चाहिँ एक ठाउँ थुपारेर अथवा घरैमा लाने चाहिँ बनाइदियो हुन्थ्यो। सबैसँग यो प्लास्टिक यो कहिले पनि कुहिँदैन क्या यो चिज। यो नकुहिने चिजहरू यसरी फालिदिइरहेछ क्या प्रशस्त रूपमा। हेर्नु त। र हामीले चाहिँ केही पनि लिएर आएको छैन। त्यतिको रमाइलो लागि घुम्न आएको छौँ है भान्जा। एकदम यतिकै खुल्ला हामी तरिकाले। अब यो उताबाट आउने बाटो चाहिँ हामी यो बाटोबाट हामी सर्टकट बाटो पनि होइन। हामी चाहिँ बिना बाटो हिँडिरहेको छौँ। बाटो खोज्दै यहाँ पनि रुख लडेछ। यो लुङ्दा चाहिँ किन लाग्यो नि यो जङ्गलभित्र चाहिँ के छ यस्तरी त्यस्तै लाग्यो। म कहाँबाट उक्लिउँ? यो हालेको जस्तो त चिप्लो यता त सल्लाहघारी। हेर अति हरियाली छ त्यतिर। बर्खा भनेको बर्खा क्या छुट्टै रमाइलो हुने क्या। हरियाली मनै आनन्द आउने। काठ त राम्रो आउँछ नि मान्छे त्यो त। एक हातले खामै पुग्दैन। तर क्यामेरामा चाहिँ सानो देख्दो रहेछ फेरि। आउनै माउसरी
कस्तो मजा भयो यार बोसा घटेछ पेटको सर्लक्कै 1 किलो जति चाहिँ आज दिनको यसरी 1 किलो घटायो भने हेल्दी चाहिँ भइन्छ कोलेस्ट्रोल सुगर प्रेसर मसँगै छ तर यसरी हिँड्यो भने चाहिँ हराउने रहेछ ल यहाँ मासु पोलेर सिक्का पोलेर खाँदैछ मान्छेहरू कति रमाइलोसँग म्युजिक बजाएर हामी माथिल्लोबाट आइपुग्यो यो बाटो ठाकुरबाट आउने बाटो चाहिँ मेन बाटो चाहिँ सबै मान्छे चाहिँ यतैबाट आउँछ पानी पो खाने किन त भन्छ अहिले पानी पर्दैन पर्दैन अहिले माथि पैसा लाग्छ नि त पानी भेट्दैन भाइ माथि सट्टै फ्यामिलीसँग बसेर खाइने बजार ल्याएर ठ्याक्कै माथि हामी चाहिँ आइपुग्यो मेन बाटो अब यहाँबाट हामी माथि एकछिन घुमिन्छ अनि थोरै फोटोसुटहरू गरिन्छ हामी फर्किन्छौँ सल्लाहको लाएर तिनैजना आज चाहिँ घुम्नैको लागि भनेर चाहिँ समय निस्क्यो यो अटोमेटिकली है फेरि समय निस्केको चाहिँ यहाँ जेन्जीहरूको यो जेन्जीहरू हो नि फेरि खतरा जेन्जीको बाजेहरू कुदेँ म त सक्दिनँ फेरि त